खाना बना भनेको नुन सकिएको रहेछ जानु त एक बोका नुन लिएर आउनु ल्याङ नगर यहाँ टिकटक हेर्न त्यही ए बुढा जानु न जानु यो 20 रुपियाँको नुन लिएर आउनु होला बाँकी चाहिँ तपाईँ खानु होला लोन ल्याङ गरे 80 रुपियाँ खानु पाइयो ए छोरो हजुर जा त यो पोको तेल लिएर आइज ल्याङ नगर न जहिले पनि ल्याङ गर्छ जान मेरो छोरो यार तँलाई अलिकति पैसा टिप्स दिन्छु कि खाने 20 रुपियाँको तेल ल्याइस् अनि बचेको पैसा तै खाइस् के ल बा जहिले पनि यस्तै लोभ दिन्छ नि यार बुढा यार एकछिन बजार गएर एक पोका बेसा ल्याएर आइज त जान्छु त जान सक्दैनस् तेरो हात खुट्टा के भाँचिया छन् अरे जान जा कस्तो होला त यहाँ हार्न लागिसक्यो के जान्न भनेको सुन्दैनस् कि गर्दैनस् न त म जान्न भने चाहिँ जान्न जा के जा यार छिटो त 20 रुपियाँ त खाइस् ल बरु ल्याङ नगर त यार त पनि यार त्यस्तै गर्छ दिमाग खराब जा 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 पनिर पनि है भन्नु न बिस उठ्छ मलाई फेरि दाइ दाइ ल्याइदिन्छु एउटा जुस ल्याइदिन्छु हेर्नु हेर फेरि मिट मसला ल्याउन पठाएको गदा जुस ल्याएर मरेछ ल बुढी हेर न मासु ल्याउन पठाएको के लिएर आएछन् बड्डाले यो